अ, नमस्कार 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 यहाँ हेर्दै हुनुहुन्छ टाइम पास टेलिभिजन पाटनबाट हामी प्रसारण गरेका छौँ। आज हाम्रो अतिथिको रूपमा एकदमै पछिल्लो समयमा एकदमै भाइरल रहनुभएका हाम्रो सुदूरपश्चिमको राजेश हमाल, म यहाँलाई स्वागत गर्न चाहन्छु। सर नमस्कार। नमस्ते। सर, पछिल्लो समयमा हजुर सुदूरपश्चिमको राजेश हमाल भनेर एकदमै भाइरल भइरहनु भएको छ। यसको खास राज चाहिँ के हो? यसको राज भनेको पब्लिकको माया हो। अब मैले त आफूलाई भन्ने कुरो आएन होइन। अब त्यो मूल्याङ्कन चाहिँ जनताहरूले या पब्लिकले त्यो किसिमले गरिदिनु भएको छ कुनै ठाउँहरूमा। अब त्यही हिसाबले एक कान दुई कान भनेर त्यो बिस्तारै आफ्नो जनताको मूल्याङ्कन हो। अब म को जस्तो छु के जस्तो छु मैले भन्दा पनि जनताको माया हो। जस्तो सर, मैले पनि अघि यो धेरै दृश्यहरू देखेँ। राजेश हमालसँग फोटो खिच्ने भनेर तपाईँसँग थुप्रै महोत्सवमा आएका दर्शकहरूले तपाईँसँग फोटो खिच्नेको भिड पनि लागिरहेको थियो। तपाईँलाई त्यति फोटो खिच्ने बेला तपाईँलाई कस्तो महसुस हुन्छ सर? साँच्चीकै गर्व लाग्छ। हुन त मैले त्यो उहाँसँग तुलना गर्न त मिल्दैन होइन। उहाँ हाम्रो देशको महानायक हो। तर म चाहिँ सुदूरपश्चिममा कलाकारिता क्षेत्रै गर्दै गर्दा खै अब कुन रूपले त्यसरी लिनुभयो, मलाई चाहिँ खुसी चाहिँ लाग्ने नै भयो। कसैलाई पनि हामीले त्यस्तो माया पाउँदाखेरि, कसैलाई पनि यस्तो माया पाउँदाखेरि गर्व त लाग्छ नै। र यो सबैले जसले मन पराएर यस्तो किसिमको माया दिनुभएको छ, म उहाँहरूलाई चाहिँ यही भिडियो मार्फत सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। पछिल्लो समयमा तपाईँले जुन मेला महोत्सवहरूमा थुप्रै सुदूरपश्चिममा हुने अथवा मध्यपश्चिममा हुने अथवा भारतका विभिन्न ठाउँमा हुने मेला महोत्सवहरूमा तपाईँको उपस्थिति छ र यसमा तपाईँलाई एउटा भन्ने गरिन्छ, हाम्रो डान्सरहरू जो भर्खरका बहिनीहरू हुनुहुन्छ ती डान्सरहरूलाई अधिकांश महोत्सवमा तपाईँले नै स्थान दिनुभएको हो भन्ने कुरो आइरहेको छ। के साँचो हो सर? यस्तो हो, मैले डान्सरलाई मात्र होइन, अरू युवा प्रतिभागाईहरू जो गायनमा पनि नयाँ आउनु भएको छ, डान्सरलाई पनि छ। प्लस हास्यदेखि लिएर सबै विधाको कला क्षेत्रमा राम्रो प्रतिभा भएकोलाई सक्दो हिसाबले अगाडि बढाउने प्रयास चाहिँ गरेको छु। त्यसमा अब सबैलाई समेट्न नसके होला, तर धेरैलाई समेट्ने प्रयास गरेको छु र त्यसमा सफल पनि भएको छु र खुसी पनि लागेको छ। उमेर सोध्न मिल्छ सर? उमेर चाहिँ अब आफैले अनुमान गर्दा हुन्छ, उमेर चाहिँ अहिले नभनौँ। ठिक छ, धेरै धेरै धन्यवाद सर। तपाईँको पछि आउने भविष्य अझै पनि सफल बनोस् र तपाईँहरू यस्तै मेला महोत्सवहरूमा थुप्रै कलाकारहरूलाई तपाईँले एउटा ठाउँ दिनुभएको छ, एउटा प्लेटफर्म दिनुभएको छ। यसै गरी तपाईँ अगाडि बढ्नुहोला, शुभकामना छ सर। थ्याङ्क यू सो मच। तपाईँको टेलिभिजनलाई पनि यो अगाडि बढ्दै